हामी एउटा जुलुस निकाल्नु पर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नु पर्ने दयनीय हालतमा छ। हामी आफैसँग विचार छ, आफैसँग नेता छन्, आफैसँग हामी दृष्टान्त दिन सक्छौँ, आफैले गरेका छौँ हामी। त्यो आलोचित भयो भने त्यो त केपी ओलीले मान्छे घुसाएर राखिदिएछ हाम्रोमा, त्यो जुलुसै मैले गराइदिएँ है। फोटो पनि मैले राखिदिएँ, ती गाडी पनि मैले हिँडाइदिएँ, मोटरसाइकल पनि मैले हिँडाइदिएँ। कुन राणाजीले चाहिँ त्यो फोटो राख्नुभयो, भव्यसँगले बोकेरै हिँड्नुभएको थियो। राणाजी पनि मेरो भाइ हो, अब चित्त बुझ्यो। त्यस्ता खालका कुरा गरेर हिँड्नेहरू खै उहिले त हामीलाई यस्ता काम गर्नै पर्दैन थियो। त्यसै डेमोक्रेसी खोज्दा हामीलाई अत्ता भन्थे। यसलाई के भन्छ? अत्ता भनेको राष्ट्रिय तत्त्वको छोटकरी नाम हो। फेरि सजिलोसँग गजब के लाग्छ भने एउटा जुम्लाको सेक्सन अफिसर हुनुहुन्थ्यो साथी, पञ्चायत प्रशिक्षण केन्द्रको अधिकृत जुम्लाको। उहाँले के कारणले हो जेलमा ल्याए अनि मसँग भेट भयो, कुराकानी गरेर उभि कुराकानी गरिरहेका थियौँ। अर्को एकजना साथी आउनुभयो अनि त्यो अधिकृतले सोध्नुभयो, हजुर उहाँ पनि हजुर जस्तै अत्ता नै हो? अनि त्यो साथीले अलिअलि हाँसेर भन्नुभयो, म पनि अत्ता नै हो। राजनीतिक व्यक्ति भनेको अत्ता भन्ने चलन थियो। लोकतन्त्र चाहनेलाई अत्ता भन्थे। अहिले अब कहाँ छ? उतरी त तल नाचिरहेको छ, तर औँला चलाउने कुसुरे कहाँ छ त्यो? अलिकति कहाँबाट टुप्पो देखियो औँला पनि। खै त्यतापट्टि नजाउँ, हामी आफ्नै काममा आफ्नै कुरामा जाउँ। यो फाल्तु कुराहरूमा असंवैधानिक, अलोकतान्त्रिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी, प्रणाली विरोधी, नियमसङ्गत होइन, बलजफ्तीवाला। यो त बलजफ्तीवाला त द्रव्यशाहले सोझा घलेहरूलाई काटेर पुग्ने बेलामा तरबार लिएर आफ्ना मान्छे राखेर छ्यामछ्याम काटेर कुदेर गएर म कुर्सीमा बसेर म राजा भएँ, म कुदेर आएँ भनेर छलछान गरेर प्राप्त गरेको गल्ती। त्यहाँदेखि छलछान, दरबार हत्याकाण्ड अस्तिसम्म हामीले सम्झिएका छौँ। यो विभत्सतामा आएका संस्थाहरू र तिनका समर्थन गरेको क्रियाकलाप यस्तै हुन्छ। यसमा धेरै नजाउँछ। हामीलाई देश बनाउनु छ, हामी देश बनाउने आफ्नो अभियानमा छौँ। उहाँहरूलाई सुन्दा चित्त दुख्छ होला, भन्न देश हो कि भन्ने देश जस्तो देख्छन् त्यस्तै भन्छ।